हेलो गाइज नमस्ते छ मेरो न्यू भरक न्यू युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ साथी र म चाहिँ पार्कतिर चाहिँ फोटो खिच्न जाने अनि टिकटक बनाउन जाने भन्ने कुरा छ। अनि साथी सुतेको छ, म चाहिँ भर उठेको सुतेरै म पनि धोएको छैन के, म पनि धोएको छैन। आज हाम्रो चाहिँ सन्डे चाहिँ दुईजनाको सँगै छुट्टी हुन्छ के, ड्युटीको छुट्टी छ। अरू बेला चाहिँ फुर्सदै हुन्न नि त, अनि अरू बेला चाहिँ अब काम हुन्छ। अब एउटाको काम हुन्छ, अब उसको छुट्टी भएको बेला मेरो काम हुन्छ, मेरो काम भएको बेला उसको छुट्टी हुन्छ। अनि ऊ क्लास जान्छ, म काममा जान्छु, म क्लास जान्छु, ऊ काममा जान्छ, त्यस्तो हुन्छ। त्यही भएर फुर्सदै हुन्न क्या। आइतबार चाहिँ हामी ड्युटीको छुट्टी छ क्या आइतबार चाहिँ। अनि त्यही भएर त्यही छुट्टीको मौका छोपेर चाहिँ हामी चाहिँ सधैँ आइतबार चाहिँ घुम्न जान्छौँ क्या। टाढा चाहिँ जान्नौँ, यही नजिकतिर अब कता पार्क छ त्यतातिर त्यो गुगलमा सर्च गर्दै चाहिँ पार्कतिर जान्छौँ। यसो फोटोसोटो खिच्छौँ, भिडियो टिकटक बनाउँछौँ। अब त्यही त हो, अनि बनाउँछौँ। त्यही भएर अब यसो भ्लग नि बनाऊँ न, कस्तो क्या अरूको भ्लग हेऱ्यो भने चाहिँ हामी कस्तो आफूले नि भ्लगहरू बनाउनु मन लाग्छ क्या, फेरि यसो बोल्नै आउँदैन क्या। अनि जब क्यामेरा अगाडि राखेपछि त्यो बोली नै हराउँछ क्या। अनि त्यही भएर अब यसो ट्राई गरेको, अब कस्तो हुन्छ साथीहरू। अहिले हामी रेडी भएर चाहिँ अहिले साथी र म रेडी भएर चाहिँ बनाउँछौँ ल, कस्तो हुन्छ हेरिदिनु होला। बाई बाई गाइज। हेलो भन। हेलो गाइज, हामी चाहिँ के अरे घुम्न जाने भनेर तयारी भएर पानी परेर हुइरहन्छ। देखाइदिनु पानी परेर कसरी अब भलक बनाउनु जाने भयो। अब स्याट्ट पछाडि फर्काउने त जाने कस्तो भयो ट्राई गरिराखौँ है, भलक बनाउनु ट्राई गरिराखौँ। अहिले एकछिन हुँ पुगेपछि गर्छौँ ल। हामी चाहिँ हिँडेको पानी परेर, त्यही पनि अब पानी परिरहेछ। पानी परेर के जाडो गरिरहेछ। फेरि यता फेरि मोबाइल उजाल्नु सक्दैन क्या, म त फेरि कपडा लाएर हेरिरहँ कति त राम्रो छ हड्डी मात्रै अब न यहाँ म के समाचार हेर्छु यो मेरा त्यो के भन्छ मोबाइल त्यस्तै हो कि मेरा। सबैजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। के छ सुधार्नु पर्ने रहेछ, नयाँ च्यानल छ, के चाहिँ सुधार्नु पर्ने छ क्या, त्यो चाहिँ हामीले अझ पनि अहिले अझै बनाएर हाल्छौँ है भिडियोहरू। अझ अझै के भर्खर त सुरुवात हो हाम्रो। बजार ठाउँहरू देखाइदिन्छ भन। अनि अरू बेला चाहिँ कस्तो बोल्नु मन पुत्र बोल्छ, यो बोल्ने बेला किन हो क्या, म त के उल्टी बिल्टी बोल्छु। कस्तो स्टाइल पारी बोल्नु पर्ने यार, के नमिलेको जस्तै बोलिन्छ कि है। त्यो क्यामेरा यस्तरी अगाडि त्यो सर्ने बित्तिकै के बोली नै हराउँछु भने। अब भ्लग चाहिँ दिनदिनै बनाउन मन लाग्छ है, के गर्ने टाइम मिल्दैन, बनाउनु जागर लाग्दैन। अहिले चाहिँ काममा जाने बेला बनाउने, अनि फेरि आउँदै फर्किँदाखेरि चाहिँ सट्ट अनि यसो जाँदा 10-15 मिनटको भयो काटेर लगाउने कि हो क्या, हो त्यस्तै गर्नु पर्छ ल। हो कि साँच्चै हो। अनि बिहान उठेपछि लमा उठे यस्तो गऱ्यो भने अनि मुख सुन्दैन। उठ्दाखेरि कसले भन्छ त्यहाँ ढिलो हुन्छ, टुप्पी कसेर मुखै नधेर गएको जानुपर्छ, कहाँ त्यस्तो गर्ने टाइम हुन्छ अरे। फेरि हाम्रो कस्तो हुन्छ भइसक्यो। फर्काउनु जाने ल, फेसमा चाहिँ देखाउने फर्काउने पनि कट गरेर फेरि फर्काउनु पर्छ होइन, जानिन्न के गर्ने है। तिम्रो देखेर त मैले मगाएको त, अनि तिम्रो छोरा नि त अब सानो पनि होला। अब यिनको यस्तो राख अब सानो साइजको आउन त भन्ने, सानो साइजको मगाएको त कहाँ सानो साइजको आउँछ तिम्रो नि बराबर। मलाई सानो आइदियो आउँथ्यो नि, मलाई सानो आइदियो तिमीले लागिहाल्थ्यो। तो यत्रो आयो यार बराबर आएको के, अनि के गर्ने र।
आइरह तैँले चाहिँ राखो बोले के अरे फिल्म त्यही भएर उभिरहँ यी गाडी त धोरेर कस्तो देखेछौँ रे हामी यहाँ कस्तो देखेछौँ यहाँ बिहान यस्तो देखेछौँ नराम्रो देखेछौँ हामी राम्रो देख्छौँ त्यही भएर मान्छेले हामीलाई हेर्ने गाडी हान्छ अलि उडाउँछ भेट्ने मान्छे फेरि अहिले यहाँ टेर्छ पर्नु पर्ला चङ्रङ्गै फेरि भिआइपी जाँदाखेरि उ त हो अलिक हामी यता बाटो आयौँ नि त म यहाँदेखि त माथि हो के माथि छ अनि त्यो सौदेखि पनि सानो छ क्या अनि यता साइड माथि चाहिँ राम्रोसँग माथि हो कि त्यो डराइ आउँछ त्यही यस्तो छ कि साइड जाने बाटो पनि त्यो छ के छ माथि हुन्छ नि यो हेर्नु कति सानो छ त्यही माथि म त काम गर्नु परेर त्यही बाटो कि म गाडी त्यो बाटो हुन्छ नि त्यो बाटोनिर जुनको हस्पिटलको अगाडि बल्छ त्यही बाटो हिँड्छ त्यस्तो त अनि सधैँ त्यस्तो किन बिचतिर जान्छ तिमीले हामी चाहिँ आइपुगिसकेका छौँ उयो कमल फुल जस्तै छ कमल फुल के कमलको फुल यहाँ भाषा एकछिन फोटो खिचौँ न कमल फुल नेपालमा नदेखेको कमल फुल जस्तै र कमल फुलै त रहेछ तर जान नदिने रहेछ नि कहिले अलि राम्रो फुलेछ नि मैले कहिलेदेखि तर यहीँबाट हिँड्छु म यो चाहिँ मैले यस्तो बेरेको छ नि त यसले त्यही भएर म देख्दैन यतातिर चाहिँ मान्छेहरू चाहिँ लास्टै मान्छेहरू देख्छु कि देख्नु लु गाइज यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ कमल फुल जापानमा आएर फर्स्ट टाइम के अरे भनौँ कमल फुल देख्न पाइयो यस्तरी अब हामी आइपुगिसक्यौँ हामी फोटो खिच्ने ठाउँमा पार्कमा फोटो सोटो खिच्छौँ टिकटक एक दुईवटा टिकटकहरू बनाउँछौँ फेरि तरकारीहरू किन्न जानु छ धेरै काम छ गएर फेरि पकाएर खानु छ फेरि बिहान कलेज जानु छ काम जानु छ अन्त गाह्रो छ उयो भित्र जाने रहेछन् कि यता पनि रहेछ धेरै न सानो ए यता चाहिँ माछाहरू रहेछ नि साना साना माछाहरू रहेछन् फोहोर रहेछ यता काट्छन् पछि त त्यो ठुलो ग्राउन्डमा जान्छौँ गएर यसो फोटो सोटो खिच्छौँ यहाँ अझै लगाएको नि अनि यहाँ नदी जस्तो यस्तो राम्रो छ नि अब हामी फोटो सोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ आइपुगिसकेको छौँ मैले नि अगाडिदेखि त चिन्दैन तर पछाडिदेखि यो हामी अब यहाँ फोटो सोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ ल फेरि बनाउँछौँ अहिले चाहिँ म के अरे तरकारी किन्न जाँदाखेरि बनाउँछु अहिले भिडियो सिडियो फोटो सोटो खिचेर सकेपछि बनाउँछौँ बाई बाई मेरो चप्पल यस्तो भए यत्रो ठुलो भएको छ के गर्नु आफूलाई सुहाउने जोडी पनि त पाउनु पर्यो आफूलाई सुहाउने जोडी 14 अञ्चल 75 जिल्लामा नै छैन आफू परे चन्द्रमा जस्ती धेरै नाटीकुटी गर्नलाई त बुढो पोइ फेला पर्छ है बुढो पोइ यहाँलाई किन टाउको दुख्यो मलाई पनि एउटा राम्री केटीको बिचली भएको हेर्दा नराम्रो लाग्छ के छ विचार हुन्छ भन्छु भने चक्के गाडौँ हामी चाहिँ फोटो खिचेर सब भिडियो बनाएर सकाइमा अब चाहिँ फर्किन लागेको होला फर्किन लागेको छ विचार
जाने हो हामीसँग एक शब्द बोलिदिनुहोस् न हामीसँग जाने हो एक दुई शब्द बोलिदिनुहोस् न यसो हेलो भयो यहाँ गाइज हामी फोटो खिच्यौँ एकछिन पानीले डिस्टर्ब गर्यो एकछिनको हामीलाई 2 दिन पर्यो दुई छिन पर्यो फेरि पर्न लाग्यो त्यही भएर हामी चाँडै निस्क्यौँ नत्र यतिखेर निस्किने मान्छे होइन हो के सामान किन्ने हो क्या सामान किन्न छ पानी कामै काम छ नि त फेरि 7 हो कि त्यहाँ ऊ हो त्यो जेल छ 7 हो लसन लसन रहेछ कहाँ गएर तिर्ने फेरि अनि नतिरी नहुने छ फेरि यहाँ त्यही भएर हो नत्र त खाँचो थिएन तर हामी त कहाँ छिटो जाने मान्छे हो र है यतिखेर निस्किने मान्छे होइन हामी रातै बिताउने हो यहीँ फेरि यहीँ बासै बस्छौँ फोटो खिची बासै बस्छौँ अब यो कपडासँग चाहिँ भयो के गर्नु हेर्नु यस्तो छ यस्तो कस्तो राम्रो छ तर ठाउँ है म तपाईँहरूले सब देखाइदिन्छु यस्तो राम्रो छ यस्तो राम्रो छ यस्तो राम्रो छ हरियो यस्तो हरियो ठाउँहरू मलाई कस्तो मनपर्छ फेरि हामी सधैँ फेरि फोटो खिच्ने यस्तैमा आउँछौँ है फोटो भिडियो खिच्न सधैँ यस्तै मात्रै आउँछौँ कहाँ हामी कता यही 7-11 होइन र उतै हो कि 7 जाने नेपाली छन् होला त्यस्तो छ पछाडि फेर्ने